काठमाडौँ सहर मेरो भाइ चाहिँ यहाँ काठमाडौँ सहरको प्रोटेक्सनलाई यहाँ रोकेको छ गोल्डन कलरमा लेख्नु भएको छ सानोले फाइनली हामी आइपुग्यौँ यही छ त ग्यारेज गोडेर बनाएको ल गाइस अब हामी चढ्दैछौँ यता होस्टेलहरू पनि छ हजुर ल गाइस हामी चाहिँ पुग्दैछौँ यता 3 जना बसिन्छ कस्तो रमाइलो हेलो लाउ स्वर्णिम जे पाइदे के ले भाइ खा दे जे पाइदे दर्शन गर ल्याउ दर्शन खै नल्याउ कहिले काहीँ खाना के दाइजु निस्ता दिजु मिठो पकाइछ र मिठो पकाइछ र हामीलाई त हिँड्नै दिएन राति नहिँड्नुस् भन्यो मर्निङ गाइज अहिले चाहिँ बिहानको 7:30 भइसक्यो अनि अब चाहिँ हामी चिया खान्छौँ होइन पछाडिको हेर्नुहोस् न यस्तो छ यस्तो राम्रो छ फर्सीको मुन्टा अर्की केटी चाहिँ म भाउसँग कुरा गर्दैछु कस्तो राम्रो छ अब लास्ट यो भनेको नि यस्तो ठाउँ हो नि बाहिर जाँदा फिल हुन्छ नि घर गएर टक्क अनि पछाडि ब्याकयार्ड अनि टक्क कस्तो रमाइलो हुन्छ नि त्यस्तो वाला फिलिङ ल गाइज हामी साग टिप्न लागेको जाल लागेको कैँचीले है फेरि गाइज यो हाम्रो अस्ट्रेलियाको ब्याकयार्ड हो यो कस्तो राम्रो है यो रोजहरू छ न कस्तो राम्रो पहाड हेर्नुहोस् गाइज यहाँको फुलको यो ढकमको फुल यसको रोज वाटर बनाउनु नि इस्कुस हो यो ए यस्तो लहरा हुन्छ बा हातले पनि टिप्न मिल्छ अब यहाँ हात ऊ हुन्छ नि हातमा त चिलाउँछ त्यही भएर गाइस केयरफुल हुनु होला कस्तो राम्रो हेर्नु त मुन्टा वा मकै एउटा त्यो पनि उसले किरा कागले खाइदिएछ ल सबै कागले खाइदियो यो चाहिँ बोडी ओ यहाँ पनि छ त यहाँ दिजु यता आइस त यहाँ कति धेरै रहेछ ओ माइ गॉड हेरेर है गाडीमा यहाँ थियो है तल सबै छ यहाँबाट अघि नदेखिने रहेछ अब हामी घर पनि यसमै मिक्स गर्ने हो होइन त्यो केला राख्ने बेलुका ल मिठो हुन्छ यसको मुन्टा धेरै लाइन कता छ माथि कस्तो अरे यो चाहिँ के को बोटो हो यो फुल हो यस्तो स्ट्रगल छ गाइस
कति माथि माथि रहेछ नि त कुन ओहो ट्राइपोडमा हालेर ल्याउनु पर्ने रहेछ सजिलो वाउ अम्बा कति धेरै फल्दै रहेछ त कहिले अम्बा खान यता मिल्छ टिप्न हामीलाई यसो क्वार्टर बनाएर दिनु नि अलिअलि पैसा लिनु होइन के अरे 5000 लिए पनि केही छैन खाइसकेछ तिमी सर्लाइको मान्छे होइन बिहा म इस्कुसै मन पर्दैन त्यहाँ हुँदैन नि त यसरी कहाँ फल्छ खै थाहा छैन मलाई मैले पकाएको इस्कुस खाऊ तिमीलाई मन पर्दैन ल खुवाइस नि त विकास दादालाई पनि इस्कुस मन पर्दैन नि मैले फ्राई गरेर खाएको इस्कुस आलु चना नहालिकन क्या फ्राई रेडी पार्ट बाबु कस्तो मिठो ओ भित्र इवागिरी जस्तो स्टेप थाल्छ क्या ओहो यहाँ त क्ल्याप गर्दै जानुपर्ने रहेछ आइस आइस के हुँदैन वाउ यहाँ पो अझ रमाइलो रहेछ त यसरी हेर्नलाई यहाँबाट कहाँ भयो भयो अरूको हो त अन्त जहाँ पनि टिप्न भ्याउँछु नि फेरि म फिल्ड जाँदाखेरि के जाँदा पनि घरमा भयो गाई भइसक्छ किनभने चिया सोध्छ आलु चाहिँ कसले खाओस् कति छोड्यो बिहान बिहानै कहाँ डुबाउँछु उता तल चाहिँ डुबाउँछु ए हिजोदेखि सोचेको थिएँ बनाउने अनि भएन लड्यो नाउ नाउ त्यही बसमा हामी आइहालेको वेट वेट अबै एउटा बैठक दुईटा रुम एउटा किचन एउटा बाल्कनी राम्रो उतै घर आफ्नो गार्डन मलाई किन छोरा बिहान बिहान आइसक्रिम कति बज्यो होइन यो यहाँ राखेको यहाँबाट चढ त ल बा जे पनि नगर न म गएको ल मजा आउँछ स्किपिङ सी इज इन्जोइङ हर डे बस्ने यहीँ साथी ल है कस्तो रक्सी रक्सी गनाएन वाइन वाइन तिमीलाई खाना मन लाग्यो त्यो वाइन वाइन स्मेल आछ के मलाई च्यालेन्ज गरेर कसरी चढ्छ म त्यो डराएको भनेको हजुरको माया लागेर हो नि त ला लड्सेला कि घाउ चोट लाग्ला कि नाइस गाइज इस्कुसको मन ज्वरो आयो जस्तो भएछ गाई भित्र कस्तो आनन्द यहाँ बस्यो भने चाहिँ आनन्द हुने रहेछ पैसा जम्मा गरेर घर बनाउनु पर्छ ल बनेकोमा कहिले हुने जम्मा थाहा छैन जम्मा गर्दा गर्दै मऱ्यो मलाई खोइ तिम्रो फ्यान है यो आमा खाऊ खाऊ
दिया दिदी खोइ उसको दिदी हो नि त माया मामु खोइ अनि अर्को लेखाको मामु सिया खोइ अब हामीले गाइसमा चाहिँ रेसिपी चाहिँ भयो ल मलाई खानुपर्छ फेरि जानु भनेपछि हाल हाल मिठाई भन्दैन किन भन्छ कति दागो भन्छस् दागो मैले होइन भने अनि मनी बस्छ के खानु बेसन गरेर बनाउँछ बस अहिले सानो गर्छ अब यो बडीको रेडी भयो है गाइस बडीको रेडी भयो जोली खानु दिनु न के हो यहाँ अलिकति यसमा यो हाल्ने बोरे नुन चाहिँ यसमै हाल्ने बुझिस् मेरो बहिनीलाई कडी पकाउन आउँदैन रे गाइस बुढोलाई बुनु मेरो ब्लग हेर है तिमी ब्लगमा हेरेर रेसिपी हेर्छु ब्लगमा हेर ल कहिले गर्ने केटा पाएपछि ए तिम्रो लेङ्गालाई जस्तो पाए जस्तै गरेर भ्याउनु मैले भनेको राम्रो खोज्नु उसको लेङ्गा लाउनलाई मैले जस्तो पाए त्यस्तै केटा बिहा गर्नु मैले त्यो भने अब जस्तो पाए त्यस्तो केटा त हुँदैन नि त होइन छिटो छिटो अनि म यहीँ हुँदा बिहा गर्नु परेन हजुरले गर्ने 1 वर्ष होइन 1.5 वर्ष ओके लान बिहा गरेर त रमाइलो गर्नु पाउँदैन त अनि बिहा गरे भने त रमाइलो गर्नु पाउँदैन किन कसरी यसरी हुन्छ यस्तै हिँड्नु हुन्छ ए भेट होस् न हाम्रो अनि तपाईँको नाइ एउटा नाइ भन्दै पाइ म चाहिँ जोरो आएर जोरो हाल्छु कति पैसा यो जापानिजले बनाएको कि चाइनिजले बुनु हजुर खरो भन्छ डढेको हुन्छ त्यो लगाएको भए राम्रो आउँछ नि ला बुनु कडी पाक्यो होइन हेर्छु भन्नु त्यसै हेर्न यो तेलमा सबै थोक हाल्ने क्या किन धोका लाग्यो यसले मन किन मिठो राम्रो भुटे डढे नि तेलमा भुटे हुँदैन डढेको भन्दा होइन यता सुनेको बेसारमै हाल्ने बेसारमा पकाउनु पर्यो भिडियो भइरहेछ धेरै बेलुका पानी हाल्नु बेस्ट हुनु पर्छ खाने फ्राई राख नभए बाँकी हाल्नु बिरयानी प्रोसेसमा छ सेफ चाहिँ यहाँ होइन यहाँ अब प्याज कम भयो टन्ने प्याज चाहिन्छ नि नाइस
आहा कस्तो मिठो बास्ना आएको मेरो प्याज चाहिँ के अरे यति धेरै मेहनत छ मलाई त कस्तो मिठो लाग्छ बिरयानी त मलाई त एकदम मिठो लाग्छ बुटेको हात भएको आज मसला बढी बस्ला भयो बेसी भयो नाले सब बुझाल्छ म त